I love you तुरमा खात ल दामी छ झुला दिन्छ त नि बादल उता उता ठोकिलो मेरो नोच बाचिले के रडेगा कच्नु न इयरफोन तो अब यार शुरू करते हैं बिना किसी बकचोदी। हेलो एभ्रिवान गुड मर्निङ आज चाहिँ हामी तुरमा खातको माथि भ्यूमा आएको छौँ माथि टपमा यो चाहिँ टक्क दामी खालको पार्क बन्न लागेको रहेछ एकदम दामी छ साथीहरू हैन म अरू पनि हजुरहरूलाई देखाउने छु है हाम्रो साथीहरू चाहिँ दुईटा हुनुहुन्छ यो दुईटै गाउजु हुनुहुन्छ उहाँ चाहिँ टक्क झुलामा बस्नु भएकै पुरै हैन मजा आयो हेर्नु साथीहरू त्यो दामी खालको छ जता कतै यता पनि गाउँ देखिन्छ यो चाहिँ यो गाउँको नाम चाहिँ मलाई थाहा भएन तर त्यो चाहिँ लखनरा हो यता चाहिँ हाम्रो तुमाहाट बजार छ यता एकदम दामी छ पार्क बन्न लागेको रहेछ है लगभग अब भन्छ होला केही समयपछि मलाई लागिरहेको छ सायद यो भर्खर बन्दै छ त्यहाँ पनि झोला छ एकदम दामी छ यदि तपाईँहरू पनि टक्क यो भ्यू हेर्न चाहनुहुन्छ भने यदि तुमाहाट तुमाहाट पालिकामा आउनुभयो भने सायद तपाईँहरू हेर्न सक्नुहुन्छ हेर्नुहोस् हम साथीहरू टिकटक बनाउँदै हुनुहुन्छ दामी छ एकदम जता कतै चाहिँ अब सायद समय भइसक्यो पालिकामा जाने अब हामी पालिकामा जान्छौँ थोरै काम छ ऊ तल हेर्नुहोस् त्यो चाहिँ बजार हो ल दामी आउँछ नि है टिकटक दामी बन्छ नि ऊ त्यहाँदेखि बनाउनु लभ थियो त कता गयो ए ऊ त्यहाँ तल टक्क दामी देखिन्छ बजार हेर्नु त्यो चुट्या थियो झुला चुटेको रहेछ यो देखा आपने लापरवाही का नतीजा है ल छिटो हेर्नु अङ्कल कता पो हराउनु भयो चिप्लो हल्का ओह्रालो छ के छैन उकालो ओह्रालो त खानु नै पर्छ हैन हो त्यहाँदेखि बनाउनु त्यहाँदेखि टक्क हजुर टक्क हिँड्नु ल हल्लियो धेरै नलाउनु आई लभ यु तुरमा खात ल दामी छ के भयो भएन र ल यो झुला पनि छ ए अलि झुला चाहिँ यो फलामको रहेनछ माथि ल भाइरल ल फिक्स त्यो पोज हान्न त छोड्ने होइन के घुमिरहनु हो त्यो वरिपरि छिटो आउनु यता पनि छ एकछिन देखाइदिन्छु टक्क दामी छ यता झन् पाखा छन् र
रातो मात्र बिहान पाखाएन काफल खाना आऊ है मम्मी हर मस्त झुलिदिनु भएको झुलामा उठाउनु त ल हेर इयरफोन अबे साले उठा दामी छ है यहाँ त झन् एकदम दामी बब्बा हेर्नुहोस् हाम्रो काका मस्त झुलामा झुल्नु भएको छ यदि कोही डेटिङ गर्न चाहनुहुन्छ भने पनि यहाँ आउन सक्नुहुन्छ समझ रहे हो एकदम मस्त सुनसान छ हेर्नुहोस् एकदम दामी हेर्नुहोस् नगर्नु क्या त्यो त्यसै भन्दैन त्यो त्यसै छोडेन त्यो अलि ढिलो भयो भने त्यसै झुलालाई झुलेन ल बस अहिले भाँच्यो भने थाहा हुन्छ अहिले कडक छ गर्लफ्रेन्डले अन्डे लिएर आउनु अन्डे ल्याएर त झन् बहुत सक्नु होता छ माइला बाबू भैया से डायरेक्ट बाबू तेरा तो गेम बजाना पड़ा झुला दिन्छ त नि खत्म बाय बाय टाटा फोटो खिचाएन बाटो भाँच्नु पर्ने के हेर न लडे कारण ल धुवा नउडाउनु ल भयो पैसा ओके बवाल छ यार एकदम सिडलिक्क ओके त्यही भएर त डेटमा यहाँ आउनु भनेको त अर्को साल होइन छिट्टै आउनु पर्यो अर्को सालसम्म त यो सबै चेन्ज हुन्छ यो हचलले यहाँ यस्तै राखिरहने विनोद रावल आउला डेट बस्ला भनेर बढी मन्दिर रहेछन् चम्नु टाउरको घर हो क्या आयो ओ मम्मी ठोसा रहेछन् ठोसा साना साना न कुन टावर रहेछ यो मेरो खतरा डेन्जर यो जानिन्छ ल बन्द हुनु पर्ने नि त गेट
त्यो चाहिँ बजार हो। अब चाहिँ हामी बजार फर्किन लागेको है त। हो काफल दामी पाइरहेको छन्। जाम जाम अङ्कल। कति फोटो खिच्नु भएको हो कि माथि टावर देखिन्न त्यतिकै। यहाँदेखि देखिन्छ बरु। ऊ त्यहाँदेखि यहाँदेखि खिच्नु न। माग्छु 10 रुपियाँ माग्छु। हिँड्नु गरी माथि खस्यो भने भन्नुहुन्थ्यो त त्यो बेला। ऊ माथि टावरबाट अघि भन्नुहुन्थ्यो त भन्यो त हेर रे। बजारमा नआउने को हेर्ने र हजुरलाई बजारमा। है त्यस्तो है पकड गर्नु हेर्ने र है। अरे के यो मान्छे हिँड्नु हजुरको अनुहारमा यो करोडौँको म गन्छु के रोक्नु ल है। यहाँदेखि कतिवटा सिडी रहेछ नि तल वहाँसम्म। एउटा यो है 2 3 4 5 6 नडा पुग्यो। मेरो पुग्यो हामी। कति भयो 98 हो कि कति अरे त्यस्तै एक साथ 98 कति पुग्यो। यो साथ हो फेरि गुन्डा आउँदा अघि मैले 98 कति हुन्छ पुगेछ माने ल 98 98 त्यसै एक साथ 98 हिँड्नु हिँड्छौँ 107 बज्नु लताउँछ हिँड्नु के तलतिर 98 के ल गरेर आउनु होला है कति छन्। तल त ठिक हो त गर्नु भएन त। म चाहिँ 198 बनाएको है। सिडी गर्न माथि जानुपर्छ। कचन माने 96 कचन माने 107 मैले कहाँ मिस्टेक गरेको छु त। नहुने रहेछ ल एक दान पाइखा यत्रो ठुलो रुखमा एउटा दान मात्र पाइखा। मैले कहाँ मिस्टेक गरेको छु त फेरि। भाचान 11 12 13 14 15 16 17 18 19 20 21 22 23 मैले गर्ने न हजुरलाई मैले कमानलाई बढी कति 203
देखि 203 सिडी रहेछ माथि टावर पुल पार्कमा पुग्न त्यो पाल्नु छ नि त त्यही भएर है साथीहरू हामी चाहिँ बजार आइपुग्यौँ अब चाहिँ बन्द हिँड्ने क्लोज अब सिधै पालिकामा जाने गए साथीहरू कुनै दिन हजुरहरू पनि यसो नतुनमा खात आउनु भयो भने माथि जान सक्नुहुन्छ एकदम दामी छ पार्क चाहिँ बन्ला छ पार्कको नाम चाहिँ मलाई थाहा भएन है